हजुर नमस्ते। मेरो कविताको शीर्षक छ मैले मानी स्वतन्त्र भन्नेहरू देखे। मैले मानिस स्वतन्त्र भन्नेहरू देखे, मानिसहरूको बस्तीभित्रै रुजेका मान्छेहरू देखे, जिन्दगीको पहाड बोकेर भिजेका मान्छेहरू देखे, आफ्नो अस्तित्व जोगाउन अरूको अस्तित्व कुल्चिएर बाँचेका मान्छेहरू देखे। मैले मानिस स्वतन्त्र भन्नेहरू देखे, यहाँ गाइरहेछन् स्वतन्त्रताका गीतहरू, हिटलरहरूले बजाइरहेका बाजाहरू देखे। मैले मानिस स्वतन्त्र भन्नेहरू देखे। शक्तिशाली स्वतन्त्र मान्छेहरू शक्तिशाली स्वतन्त्र मान्छेहरू मात्र स्वतन्त्र देखे। अँध्यारो बादलभित्र अमावतको जीवन झेल्नेहरूका खुसी खोसेर रमाउनेहरू मात्र स्वतन्त्र देखे। बोल्न अनुमति बाँड्ने मानिसहरू बोल्न अनुमति बाँड्ने मानिसहरू मात्र स्वतन्त्र देखे। हाँस्न अनुमति बाँड्ने मानिसहरू मात्र स्वतन्त्रता देखे। मैले मानिस स्वतन्त्र भन्नेहरू देखे। मैले मानिस स्वतन्त्र भन्नेहरू देखे। हस्त धन्यवाद। हजुर नमस्ते। मेरो कविताको शीर्षक छ मैले मानिस स्वतन्त्र भन्नेहरू देखे। मैले मानिस स्वतन्त्र भन्नेहरू देखे, मानिसहरूको बस्तीभित्रै रुजेका मान्छेहरू देखे, जिन्दगीको पहाड बोकेर भिजेका मान्छेहरू देखे। आफ्नो अस्तित्व जोगाउन अरूको अस्तित्व कुल्चिएर बाँचेका मान्छेहरू देखे। मैले मानिस स्वतन्त्र भन्नेहरू देखे। यहाँ गाइरहेछन् स्वतन्त्रताका गीतहरू, हिटलरहरूले बजाइरहेका बाजाहरू देखे। मैले मानिस स्वतन्त्र भन्नेहरू देखे। शक्तिशाली स्वतन्त्र मान्छेहरू मात्र स्वतन्त्र देखे। अँध्यारो बादलभित्र अमावतको जीवन झेल्नेहरूका खुसी खोसेर रमाउनेहरू मात्र स्वतन्त्र देखे। बोल्न अनुमति बाँड्ने मानिसहरू मात्र स्वतन्त्र देखे। हाँस्न अनुमति बाँड्ने मानिसहरू मात्र स्वतन्त्रता देखे। मैले मानिस स्वतन्त्र भन्नेहरू देखे। मैले मानिस स्वतन्त्र भन्नेहरू देखे। हस्त धन्यवाद। हजुर नमस्ते। मेरो कविताको शीर्षक छ मैले मानिस स्वतन्त्र भन्नेहरू देखे। मैले मानिस स्वतन्त्र भन्नेहरू देखे, मानिसहरूको बस्तीभित्रै रुजेका मान्छेहरू देखे, जिन्दगीको पहाड बोकेर भिजेका